तिमीहरू चाहिँ ननिस्किने बाहिर है निस्केर यसरी हुँदैन, सुतेर हुँदैन है, सुतेर हुँदैन। वेलकम ब्याक केटा हो है। अब चाहिँ हामीले मिटअप हानिसकेको छौँ हाम्रो अरुण भाइसँग। मैले चाहिँ आज त्यही हो। अब आज अहिले चाहिँ हामी जाँदैछौँ यता लभिङ मलतिर यसो घुमेर निस्किने लङ टाइम धेरै दिन गर्न घुमेको दादाहरूसँग यसो गाउँबाट पनि आउनुभयो थियो, यसो फ्रेस भइदिउँ भनेर गाउँबाट पुगेको यत्तिकै हुनुपर्छ कि गाउँदेखि पुग्ने बित्तिकै नआएर जब चल्दिउँ बाइक घुम्ने अरे यत्तिकै कन्फिडेन्स हुन्छ। कोही हुन्छन् कस्तो भनेपछि अब आउने बित्तिकै सुत्दिने क्या हुन्छ। त्यही हो। अब हाम्रो साथीले चाहिँ अब फोटो हानिदिएर आउँछ, म चाहिँ चल्दैछु एक्लै सोलो भर्जनमा। त्यही हो। लभिङ मलतिर भाइले चाहिँ फोटो खिचेर आइसक्यो। कस्तो कस्तो खिच्यो फोटो? अब हेर म त त्यसले के भन्न आयो भन्छु, ब्रो भन्छ एउटा फोटो खिचिदिउँ न। ए फोटो त फेरि फोटोग्राफर हो नि त फेरि क्लिक हाने खिच्यो धेरै होइन, एउटा फोटो खिचेँ चल्दियो कि ल ओभर है त। यति फोटोमा पुग्छ कि माया छ है 50 सेकेन्डबाट माया। एउटा फोटो किने भागिदिएँ किन आफ्नै फोटो खिच्ने मान्छे पुगिरहेको छैन, अरूको फोटो खिच्छ जस्तो। पुग्यो भने के अहिले हामी चाहिँ अब यता यसो घुमघाम चलफल दिन परेन। बतासे ब्लग होइन। यस बतासे ब्लग्समा चाहिँ केटाहरूलाई पुरै छ है, माया छ केटाहरूलाई। अब यो बाटो जानुपर्ने हुन्छ हामी। उताको बाटो चाहिँ हाम्रो बन्द थियो। सो यो बाटो कस्तो एक्सपिरियन्स छ? पहिला नै आएको थियो होइन? यहाँ त आएको छ, धेरै डर लाग्छ यार यस्तो गल्लीमा बाइचान्स यसो सबै गल्ली सेम हुन्छ, हरायो भने सकियो। यस के छ मेरो भाइ? ठिक छ। ल बाबालाई माया छ। जे होस् ब्लगमा चाहिँ बोलिदिनु पऱ्यो कि चलफल दिनु पऱ्यो। तर यो बाटो आज एकचोटि यहाँ अमितको निस्किनु न। यस अमितको घर यता अगाडि हो। अब हामी चाहिँ यो बाटो हुँदै सिधै यता अगाडि ल। ओहो साइड अरुण भाइ त हेरिदेऊ त एकचोटि ओभर छ है अरुणको। ल बब्बाल छ उसको स्वाग। त्यही हो। हामी चाहिँ यसो यत्तिकै घुम्न जस्ट दाजुभाइ भेट्यो। अब हामीले आज चाहिँ किमा नुडल्स हाम्रो किम्चीबाट एकदम बबाल हाल्नु चाहिँ यसो बाहिर निस्किनु त भनेर चाहिँ यसो निस्केको। त्यही हो। घुमघाम गर्नुपर्छ कहिले काहीँ, रुममा बसेर गयो हुन्छ हुनु पऱ्यो कि पऱ्यो नि। अनि तिमीहरू ननिस्किने हुन्न? रुममै हो? रुममै बस्छ। आउन त मेम्बरसिप बनाउनु पऱ्यो कि। 50 ब्लगमा मेम्बर कम भयो कि मेम्बर त्यही हो। अब एड हुँदैछ। हुनु पऱ्यो हुन्छ। यस केटाहरूलाई दिनभरि चल्दै हो। अनि तिमीहरू चाहिँ ननिस्किने बाहिर निस्क है, निस्केर यसरी हुँदैन, सुतेर हुँदैन है, सुतेर हुँदैन। त्यही हो, सुतेर हुँदैन। लभिङ मलको छेउमा आइपुगिसकेको छौँ। अब यहाँको भ्यू चाहिँ एकचोटि सर केटाहरूलाई देखाइदिनु त होइन? के गर्छ? ल्याउनु पर्छ। भ्यालेन्टाइन डेको दिन कतिको आज प्रमेश थियो। आज प्रमिस थियो। ल प्रमेश के हो नि आज। ल सिङ्गलहरू हेरिरहेको छ है अब केटाहरू। त्यही हो। अब केटाहरू भेट्न गएको होला। अब हामी यतै घर गर्दै बसिरहेको छौँ। भ्यू एकचोटि ल्याइदिउँ त सर ल ल। त्यस्तो छ। त्यही हो केटाहरू। अनि छैन भिडियो नहाल्ला, भिडियो चाहियो भन्ने। अनि सानो सर्ट भिडियो हाल्ला नि नहेरिदिने। लङ भिडियो चाहियो त तिमीहरूलाई सर्ट हेर न, पहिला सर्ट हेर त्यसपछि आउँछ क्या भिडियो। केटा है सर्ट भिडियो हेर मात्र चाहन्छ तपाईँले लङ भिडियो है। तिमीहरू के भएको? यस केटा हो। हामी चाहिँ यहाँ आइसकेको छौँ। यता आएर अरुण भाइ खान्छौ? यता आएर न खान्छौ? ओभर छ है अरुणको लुक्स है। इन्स्टामा उसको चाहिँ अरुण के छ? अरुण चौधरी हो। इन्स्टा उसको अरुण चौधरी छ। उसलाई नि फलो गरिदिनु होला है। त्यही हो। यता हेर है। अब हामी चाहिँ यहाँ घुमेर निस्किसकेको छौँ है केटाहरूसँग। यस्तै छ है यता चाहिँ चलफल। केटो चाहिँ पुरै आज मेरो भाइ चाहिँ पुरै स्वाग दिएर हिँडिरहेछ। दादा भ्लगमा चाहिँ जसरी नै हाल्नुपर्छ है, यो भिडियोहरू चाहिँ छोड्नुहुन्न भनिरहेको छु। मैले समावेश गर्छु। यो बाहिर निस्किसक्यौँ। अब धेरै
लङ भिडियो त बनाउन पाइएन, त्यही पनि माया चाहिँ गरिदिनु होला, साथ सपोर्ट चाहिँ चाहियो है बतासे ग्याङलाई। त्यो चलपलै छैन बतासे ग्याङको बजारमा, के छ मार्केट त खाली छ त, सुन्नै छ त, त्यसरी चल्दैन त। त्यो केटा हो है, दिनु पर्यो। चलपल हान्नु पऱ्यो, सेयरहरू भिडियो सक्दो सेयर गर, सब्सक्राइब गर, न्यू सब्सक्राइबरहरू बढाऊ। त्यही नेक्स्ट भिडियो केटा ल, बाई, स्टे ट्युन।